सभामुखजी मार्फत सोध्न चाहन्छु त्यो सभा हल बनाएर के फाइदा। अहिले भर्खर प्रचार आइरहेछ फेसबुकमा, यहाँ ब्रिकुटी मण्डपमा पनि फेरि ठूलो मल्टी फंक्सनल सभा हल बन्ने कति अरबको, त्यसको प्रचार आइरहेछ। के हो देशको जनताको लागि त्यही उपलब्धि हो कि हामी त्यही भनौँ नेपालको किसानलाई कि मल चाहियो भने जाऊ गोदावरीको अडिटोरियममा, गोदावरीको सभा हलमा, मल चाहियो भने के मन्त्री क्वार्टर जाऊ, किनकि सरकार खाली बिल्डिङ बनाउनुमा व्यस्त। मैले एउटा बुझ्दैन नि कि यो कस्तो अर्थशास्त्र हो कि खाली बिल्डिङ बनाउन, किनकि 4-5 जना बिल्डर माफिया छन्। समय सक्यो। 1 मिनट थप्दिनु छ, 1 मिनट थप्दिनु छ, 1 मिनट थप्दिनु छ। यो जरुरी कुरा, किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। कम्युनिस्ट चाहिँ हिपोक्रेट हुन्छ। मैले हिजो फिरो प्लास्टिकको कुरामा भनिदिएको थिएँ कि वामपन्थीहरू खून चुसेर जुका हुन्छ। अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ, तर हाम्रो सरकार लजाउँदैन। एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही हो। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन।